पाकेन अझै के हो मभन्दा कालो छ मेरो भाइ किधर सेमी देख रहे हैं हेर सानो उमेरमा बेगर कति दुःख पाएको हेर्नु गाइज होइन साला मेरो दावतमा मलाई नि के कसैले भात दिएको छैन हेर मस्त खाइदिनु सबले क्या बोलूं मैं इस पे अघि एकछिन निकाल्नु सकिनुहोस् म गाइज होइन ऊ बढ्दैछ होइन 35 पुग्न आँट है कति गरिबीमा बसेछु मलाई थाहा छ ये गरीब के भयो उठ न Women. म दल्दिन्छु ल साला नहीं मैं गाली नहीं दे सकता सो हेलो गाइज होइन स्वागत तपाईँहरू मेरो नयाँ भिडियोमा अच्छा आज हल्का खुसीको दिन छ कस्तो भयो नि म ठक्क मेरो के अरे 35 के पुग्न आँट्यो क्या मेरो कस्तो खुसी भयो त गाइज होइन उयो के अरे उयो 35,000 पुग्न आँटेको छ क्या ठक्क देखाउँछु अब ठक्क अलिक एकसम्म पुग्ने थियो म एउटा सेलिब्रेसन भिडियो हाल्नु पऱ्यो क्या सो गाइज होइन उयो कस्तो दामी खुसी भएर क्या कस्तो 35 के को लागि होइन मैले मासु पनि ल्याएको थिएँ क्या खाइदिउँ म त पाकेन अझै के हो के पाक्यो अनि पाक्यो एउटा पाकेको निकाल्दिनु त नि के हो त नि अनि भुँडी दुख्दै गर्छ नि तपाईँ पाएको रहेछ कस्तो पाएको रहेछ गाइज कस्तो तनाव भयो नि खाइदिउँ भनेको थियो यत्रो माछा ल्याइदिएको छ 35 मा हाटे कलुवा मभन्दा कालो छ मेरो भाइ किधर सेमी देख रहे हैं तँ मुझसे काला है साला काला रे माइजूको भिडियो गर्दै माइजूले हाँस्की लागेको भिडियो गर्दैन कहाँ छ हामी मेरो हाँसो नि काट्दै म त्यही दिएन ल अर्कै हो त ल गाइज इन्डियाबाट आएको पाहुना हेर्नु यहाँ म त हाँस भुत्लाउँदै नि म देखेदिनँ कस्तो भनेको अनि म त त्यत्रो अँध्यारोमा अनि यहाँ मेरो बुढी यहाँ मस्तो के अरे मसला बनाएको छ रहेछ हेर सानो उमेरमा बेगर कति दुःख पाएको छ हेर्नु बा दुःख पाएको सिकेको पो होइन गरे नि अनि आज पनि भोलि गर्नै पर्छ होइन पछि गरेर झन् सजिलो हुन्छ होइन गाइज यार हाम्रो आमा चाहिँ यहाँ बिदा उयो बिरामी भएर 400 के फिर्ता किन के भयो 400 फिर्ता कहानीमा इन्ट्री गर्नु आउनु नि यार फ्रीमा कहानीमा इन्ट्री 400 फिर्ता छिटो किन हो के फिर्ता चाहिएन नि त किन कप यार यस्तो यो कपै नहुने त भगर पैसामा 400 कति पैसा हुन्छ 400 पैसा त जान यार जतमा यहाँ ल्याङ गर्न आउनु यार गाइज उहाँ चाहिँ मेरो दिदी होइन कस्तो टेन्सन गर्ने मान्छे क्या छोरी मान्छे रहेछ बोलेको गर्दा के भयो कहाँ त हिँड्छ तेल बहुत महँगा है भाइ पेट्रोल म हाल्नु सक्दिनँ बाइकमा कति गरेछु के थाहा हो यार गाइज होइन साला मेरो दावतमा मलाई नि के कसैले भात दिएको छैन हेर मस्त खाइदिनु सबले यता पाहुना खाइदियो भने त होइन यता म चुपचाप बसिरहेको छु मलाई खानालाई दिएको छैन कति अघि एकछिन निकाल्नु सकिनुहोस् म कति तनाव छ म भिडियो बनाउनु बसेको कति तनाव छ यार मात्र मैले दिएको पार्टी छ मलाई नि केही छैन यार यहाँ गरिब पहाडी बसिरहेको छ के हो 35,000 उयो मान्छे हो भने क्या त्यही हो तपाईँले यत्रो भिडियोमा सहयोग गर्नुभयो नि त्यही भनेको अब हुन्छ गाइज होइन ऊ बढ्दैछ होइन 35 पुग्न आँट है हाम्रो चाहिँ यहाँ के अरे उयो सब रेडी गरिरहेको छु होइन यहाँ केक है 35 के भएर यो सब राखिरहेको छु होइन कतिहरू पुग्छ यो नबोल न कतिखेर पुग्छ भनेर गाइज नउता न यता 5जना मान्छे बाँकी गाइज
छिर्दैन होला कसरी पड्काउँछ यसलाई सिकान यसरी यो तल कहाँ यो च्यात्नु पर्दैन केही पर्दैन पर्दैन लास्ट डह्रो हुन्छ यो कहाँ गर्छौ गाई झन् यो च्यात्नु पर्छ अरे पर्दैन हौ रोटेट दिस भयो यता फर्काउनु पर्ने यता फर्कायो अनि ठक्क फर्कायो क्या अघि सर्नु त भिडियो एकछिन ठक्क सकिँदैन 97 यहाँ छैन ए भइरहेछ रेकर्ड आयो तिमीहरू यता आइज न ल म सक्छु र सक्दिनँ सक्दिनँ हौ हात चाहिँ चिप्लो न चिप्लो छ आउनु त यहाँ आउनु यहाँ आउनु यो फुटाइदिएर म साँच्ची आउनु यहाँ भित्र आउनु आउनु भएन यार आउनु ठुलोमा पड्काउँछु ओ एक बाँकी गाइस एक बाँकी छैन अब एक बाँकी छैन यहाँ एक बाँकी छ यहाँ हाम्रो दर्शकहरू यत्रो हुन्छ मैले बोलाएर राखेको छ फेरि 98 भयो त यार 98 गाइस दुई बाँकी छैन अब फेरि 1 घट्टु भयो फेरि पर्खिनु एकछिन पर्खिनु बेला केक खुवाएर पठाउनु सकिँदैन तर कसम औ पड्काउनै सकिँदैन पड्काउनै सकिँदैन म त यो फुटाइदिन्छु अनि फेरि झिरझिर पारिदिन्छु नि फेरि होइन सकिन भने खोइ त दुई बाँकी छ यार दुई बाँकी छ गाइस दुई बाँकी छ सुनेको यो उयो फुटाइदिन्छ अनि गरिदिन्छु एक बाँकी अब एक बाँकी ल बुगा पड्किँदैन यो पड्किँदैन पुच्के छ क्या कस्तो मजा खराब भयो दुईटा भयो त सक्यो त दुईटा भयो नि झिरझिर मार्नु न अब पड्किँदैन आयो के हौ रोडे दिस के भित्र छ हुनु भएन त बिग्रियो ल गाइस फाइनली 35 के पुग्यो हैन ल बिस्तारै पुगिहाल्छ नि के छ यार यो हैन रसगुल्लाको भारी हो हैन यो केको भारी हो यो त छेउको कार्टुनको पो होला त है खोइ छैन हतियार म दादिरा दादिरा हजुर यो त छेउको धुलो हो किन हौ यो भनेको 34 के अरे कति के पुग्यो अरे 35 के पुगेको बहिनी हो यता आउन मेरो खोइ कति पुगेको छ भाइ के पुगेको छैन तर मेरो फोन कहाँ छ यो के त लास्टिक फिल्ला के ल्याएर साउने छ कोन त यति नि माग्नु यति नि ल्यादियो नि 35 के पनि पुग्नु पर्दैन मलाई 800 रुपैयाँ के आउँछ या धेरै न गरिबी न देखाउनु यार मलाई थाहा छ म कति गरिबीमा बसेछु मलाई थाहा छ 35 के घर साथमा 35 के लिएर आएछ ल 35 भनेको चाहिँ कति नानी 35 हो 35 35 भनेको कति 35 ल भिडियो भिडियो भइरहेछ त यो हाम्रो फर्स्ट उयो हैन हाम्रो आमाको लागि र हाम्रो 35000 को केक 35000 के अरे सब्स्क्राइबर पुगेको केक हो कि तर मात्र 35 रुपैयाँ केक हो यो के गर्नु ल देखाएर काट्नु यसरी पराउले हेरायो भने 10 रुपैयाँ पनि हुँदैन तपाईलाई मेरो गरिबी के थाहा हो यार गरिब मान्छे उहाँले हेर्नु एकदम गरिब आँखा उयो कमजोर भएको कमजोर भएको बाउले यहाँनिर 15.5 लाख छोरो पो गरे बाबु माइक चाहिँ छैन है फेरि कता अनि के सुनिन खोयो कहाँ छ सुनिन्छ मेरो वाइक हुन्छ त हेर्नु
अरे कहाँ नालीमा खाइदिन्छन् गाडको चाबी बोक्ने सबभन्दा धनी मान्छे ए ल हाम्रो फर्स्ट हाम्रो आमा ल खोइ भिडियो देखाउने रमाइरहेको छ होइन मलाई धेरै खुसी लागिरहेको छ गइसक्यो होइन सेकेन्ड मेरो भान्जीलाई त्यो 35 रुपैयाँ केक सबै दिनु पर्यो बरु 35 रुपैयाँ गोजीबाट तिर्नु तयार छ ओ खुसबु ओ खुसबु उयो गर्न क्यामेरा खुसबु यता कम यार खुसबु मेरो बुहारीले अब नाम खोइ दिन्छ मलाई त्यही भएर यिनी खोइ खान थाल्नुभएको ल के दिन झार्छ ए रञ्जना बहिनी भनेको आन्नेको अब एक दुई दिनमा के अरे अब एक दिनमा मेरो 5 मिनेटमा नाति हुनाले यस्तो एक दिन मुराहरु नदल खाऊ ल तल ल ल ठिकै छ देवान नातिको बाउ अरे प्रगति गर्न आँटेको छ माइक ल के हुन ल यो तेस्रो हाम्रो काका लागि ल चल्ला काट्न लागि छ हैन के भन्नु भर्खर बसेर बसिरहेको छ चल्ला काट्न लागि छैन अब ठिक छ के ल ठिक छ त भन्नु त ल यो अर्को बाइट हाम्रो दाइको लागि यता नि देखाउनु हेर यो अरुको के अरे सब्स्क्राइबरमा रमाउने मान्छे हो यो एक नम्बर ल अङ्कल को लागि पछि कुदेर आउने मान्छे हो रेखा भण्डारी कृपया फेसबुकमा हेर्नु होला ल अङ्कल के को लागि पकाउनु हाल्नु भयो यो काट दे के हुनु खोइ अर्को भागी ल भरत तमलाई जेता ओइ नि काट दे ल त्यो नाम भनेको चाहिँ ब्ल्याक एन्ड व्हाइट अङ्कल ल सर सबैजना बर्थडे केक खानु होला बर्थडे अरे के को आज हाम्रो सीताको बर्थडे भएको छ यो भेना अति खिचाइल ल अङ्कल ओ सीता भण्डारी हो के अरे सीता भण्डारी के अरे सीता भण्डारी सरी सीता भण्डारी हो समरुलाको बर्थडे मेरो बर्थडे फागुन 15 गते हो ल सो प्लिज ल पस यो पनि ल मैले कता हिँडेको मोटे भएर पेट लागेर यी पेट ए चक्कु चाटी छ चक्कु चाटी ए त मान्छे चक्कु चाटी आज बुढे खाउँ न खोज्बे ओइ ल यतिकै छ फेरि हेर्नु त भेना क्यामेराहरू हेर्नु ल ए लु गइसकेन खोज्बे ओइ गरिब हाम्रो ससुरामा रेकर्ड भइरहेछ त त्यहाँ रेकर्ड भइरहेछ सबभन्दा ब्युटिफुल दुनियाँको द लेटेस्ट खोज्बे उठ्न ल के गर्नु खानु ल लानु हौ खानुमा तिमीहरूको के खानु ल के भयो ला नाटक खाना हो अन्त के गर्नु नाटक है के कुरो रहेछ भन्दा यार मेरो हातमा खाली छैन हौ यार खानु भने नि एक टुक्रा खानु ल खानु उठ्नु हौ उठ्नु होला मुख उठ्नु हौ म खान्न म तल्दिन्छु ल साला खानु
अच्छी खोइ खानु भने निक्लिन के खानु म कसै पनि टेक पनि खानु खानु पनि छैन कसै टेक पनि के भयो किन रिसाएको भन्दा के हो बाबु गाइज होइन भयो त सक्यो त जान यार ल्याङ्ग गाइज बुढले चाहिँ खाएन होइन अब यो भएको म आफै खानु पर्यो अब के को हल्ला हौ के को हल्ला यहाँ न अस्ति माईमा बनाएको भान्जीलाई देन अलिकति खाऊ खाऊ न अनि कस्तो बोर हुन्छ खान डाइरेक्ट खानु यो त लास्ट बेज हो अन्त लास्ट जा बढी आउँछ क्या ल्याए फुलै ल्याए कि ल्याएन ल्याइदिनु पर्दैन अगाडि बोलाइन छैन गाइज होइन सक्यो होइन गाइज होइन अब उयो सेभेन सक्यो 35 केजी पुग्यो होइन अनि अर्को अफर चाहिँ के छ भने होइन अब अर्को अफर चाहिँ के छ भने अब ठक्क उयो के अरे एसी इक्जाम सकिन आँट होइन सरकारी स्कुलमा गएर ठक्क 10 15 हजारको उयो के अरे गिभवे हान्नु पऱ्यो क्या जस्तो के भने त्यो खानेकुराहरू सबैलाई बाँड दिनु पऱ्यो स्टुडेन्टलाई के नि साथी भन्दा हजुर त्यो रेखा जति पनि मैले बोलेको छु नि रेखा बारेमा त्यो सबै काट्दिनु ल ल मेरो चाहिँ हाल्दिनु पऱ्यो क्यामेराको बाई भनेको ल हजुर ल गाइज होइन उयो के अरे गिभ अब भोलि गएर म के अरे स्कुलमा गएर उ गर्छु होइन के अरे स्कुलमा गएर म उ गरिदिनु के अरे पर्मिसन लिन्छु होइन प्रिन्सिपल सरदेखि अनि ठक्क अनि त्यसको अगाडि कार्यक्रम होला गाइज फेरि एउटा अर्को भिडियोमा टेक केयर चाटी खा के नखानु सबै जिउभरि पारेको छस् यसले फ्याल्यो नि खानु छोडेर सब फ्याल्नु कसरी